यहाँ चाहिँ पुरै अब भाइ बहिनी भन्दा पनि भाइ बहिनी होइन सबै यहाँ नाता नातिनी होला कोही त मेरो कोही चाहिँ अब भतिजनीहरू छोरीहरू छन् सबै यता चाहिँ मेरो प्युर सोल्टिनी हुनुहुन्छ। हेलो साथीहरू गुड मर्निङ नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ। अनि आरामै हुनुहुन्छ होला पक्कै पनि सबैजना होइन, कामको व्यस्ततामा हुनुहुन्छ होला सबैजना, केही छैन। तर म चाहिँ आज बिहानै पानी फर्काउनु जाँदैछु एकदमसँगले फ्रेस मुडमै। फ्रेस पनि भएको छैन तर पानी फर्काउनु जाँदैछु किनकि आज मेरो चाहिँ पुरै सुन्तला बगानमा चाहिँ पानी लाउनु पर्ने छ। पुरै पानी नभएर सुन्तला सुक्खा लागिरहेछ। त्यही भएर म चाहिँ बिहानै कोदालोको साथ जाँदैछु पानी फर्काउनुलाई। केही छैन, अब यहीँ मास्तिर हो ल्याउनु पर्ने छ। पानी नपरेर चाहिँ बिजोक रहेछ नेपालमा अहिले हालत। त्यही भएर म चाहिँ पानी फर्काउनु जाँदैछु। हेरौँ आज चाहिँ हुनेछ पानी सुन्तला बारीमा लगाएको भिडियोहरू नै म बनाउने छु होला। अनि म तपाईँहरूलाई पनि देखाउने छु मेरो सुन्तला बगानहरू चाहिँ कति छ भनेर। अनि आई होप तपाईँहरूले भिडियो वाच गरिदिनुहुन्छ होला भन्ने चाहिँ लागिरहेछ र हेरिदिनु पनि पर्ने हुन्छ है। ल साथीहरू के गर्दै हुनुहुन्छ? हाम्रो त गाउँघरमा यस्तै हो है, जाने अब के गर्नु, गाह्रो छ नि। गाउँघरमा सर्भाइभ गर्नुलाई निकै गाह्रो छ। तैपनि हामी चाहिँ छोड्नेवाला छैनौँ क्या, दिनु पऱ्यो नि होइन। कि कसो उकालो हिँड्दा मेरो गयो सातो हो। यो चाहिँ मेरो घरको एरिया हो होइन। अनि चट्टसँगले मेरो चाहिँ चौतारा छ नि त यहीँ मासतिर। अनि त्यही भएर चाहिँ यहाँ बिहानै चराहरू कराइरहेको हुन्छ पुरै टाङ र टुङटुङ मान्छे उठ्नुभन्दा अगाडि। त्यस्तो छ हौ गाउँघरमा चाहिँ, देख्नु सक्नुहुन्छ। यहाँ चाहिँ यस्तो चौतारी टक्क अहिले चाहिँ सबै चैत वैशाख अब चैत लागेर होला पात झरेर उडास लाग्दो भएको छ। केही छैन, यस्तो छ मेरो गाउँघर चाहिँ। अनि यो मासतिरको चाहिँ खतरा देवीथान है यहाँको। यो गाउँकै सबसे खतरा टप देवीथान हो होइन। यहाँ चाहिँ ओभर बबाल छ देवीथान। अनि यस्तो चाहिँ अब यो छिमेकी गाउँघर हो। अनि टक्क परसम्म चाहिँ लाइट चलिरहेको रहेछ होइन। अब यस्तो छ गाउँघरतिर। अनि परको डाँडा चाहिँ हाम्रो राजा रानी डाँडा भयो। यता बुधुक यता बोधे पर छ। यता माथि चाहिँ डाँडा बजार पर्छ ठ्याक्कै त्यही हो। हाम्रो चाहिँ अलिक कल्चर साइडमा पर्छ। यस्तो छ अब दिनै पऱ्यो काम। अलिकति पानी चाहिँ लास्ट सानो आएको रहेछ, कता के नमिलेको हो। अब उता बिग्रेको पनि हुनसक्छ होइन। त्यो त्यही हो। अब अहिले चाहिँ बिहानै भइसक्यो, बिहानको 5:30 मात्रै भएको छ क्या। पुरै भुकभुक मात्रै उज्यालो हुँदैछ। हामी यस्तो मौसमलाई चाहिँ भुकभुक उज्यालो भन्छौँ होइन, त्यस्तो मात्रै हुँदैछ है एकदमसँगले। अब पानी टालेर चाहिँ लानुपर्ने हुन्छ होइन। तपाईँहरूकोतिर कसरी भिजाउनुहुन्छ सुन्तलाहरू है? हाम्रोतिर चाहिँ प्राय कुलो छ, त्यही भएर कुलो भएको कारणले चाहिँ हामीहरूले यसरी भिजाउने गर्छौँ है। बसको पनि जाने बेला भएछ, पुरै बस पनि हर्न मार्दैछ है पुरै ढुङढुङ। यस्तो छ ल। यो सबै बाढीहरू सबै विदेश जाने चक्करमा सबै झोड जङ्गल भयो यार है। यस्तो छ हाम्रोतिर चाहिँ ल। तर यो सबै फेरि रुखहरू देख्नुहुन्छ होला होइन, जङ्गल देख्नुहुन्छ होला नि।
पैसाको बिट्टा हो नि फेरि यहाँनिर चाहिँ खतरा पैसाको बिट्टाहरू हो नि अहिले ल त मेरो एउटा रुख लगिदिनु पऱ्यो भने ब्याट्याका पैसाको बिट्टा बङ्गै फालिदिन्छ लगिदिइहाल्छ यस्तो क्या अब यही छ क्या पानी कहिले आइपुग्छ यस्तो यस्तो भित्र हुँदै आउँछ होइन म त जङ्गल जाँदैछु जङ्गल पानी बिग्रिरहेको छ सानो मात्रै आइरहेको छ पानी होइन अलिक ठुलै आउँछ पानी त्यही भएर म चाहिँ जङ्गलमा जाँदैछु अनि छन् आउँदैछ साथीहरू पछाडि म अगाडि भिडियो यसो हल्का बनाउँदै होइन धेरै हो यहाँ नआएको यही 2 वर्षै क्रस भइसक्यो त्यही भएर यहाँ त फेरि बचपनमै यहीँ हुर्केको घाँस दाउरा यताउता सबै यहीँ हो नि त हाम्रो गाउँले जिन्दगी यस्तै तर कता कता पुग्नुपर्छ लाइफमा सल्लाह पुरै सल्लाह टलाएर यसरी जाँदैछौँ हाम्रो चाहिँ यो चाहिँ भर्खर नयाँ बनेको रहेछ है तर डेन्जर छ है भिड छ है यता चाहिँ के हो यता चाहिँ फेरि भिड छ है भिड यता छैन बाटो म सक्छु नि कोहरू डेन्जर छ त फेरि हामी पनि डेन्जर बाटो त हिँड्ने मान्छे हो यहाँ त्यस्तो डेन्जर बाटो छ है माथि यस्तो छ कसरी जानुपर्ने रे ल त यसरी भिडियो बनाइदेऊ त यस्तो तेर्छौँ है यहाँ माथि पक्रेर धान्छ यसले किन धान्दैन गाडी आउनु त गेर पट्टिन्छ बाटो डेन्जर छ आम्मा यहाँ त चिप्लिन्छ यार मेरो जुत्ता त ओ माई गॉड ए डेन्जर छ है भिड चाहिँ डेन्जर छ म त थर भइसक्यो त एउटा ढुङ्गा लडाइ पठाउँ न तँलाई गएर अड्क्यो ए बाटो त डेन्जर छ झड्यो भने त तल नि फेरि यहाँ त झन् बाटै छैन अब कसरी हिँड्ने हो के हो बाटै छैन त यहाँ त है यस्तो तरिकाको बाटो चाहिँ नहिँड्नु मलाई कसैले छुट्यायो त बाटोले पनि बाटो डेन्जर छ ससुरालकै छोरी पनि ससुरालतिरकै छोडिदिने पानी पनि ससुरालतिरकै छोडिदिने खालको मान्छे हो कि यहीँ पढतिर चाहिँ पहाडी चाहिँ ससुराल गाउँ हो वाडी चाहिँ आफ्नो गाउँ गाह्रो छ त्यही भएर ओहो यहाँ पानी गएछ यहाँबाट ओइ यहाँबाट पानी गइरहेछ बनाइ पठाउँ पर जाँदै गर्छ कहाँ यहाँबाट गएछ यस्तो मलाई पनि पानी बनाउनु आउँछ के भनेको बिग्रेकोमा चाहिँ हेर्नु नि
च्याप्पै हुने फेरि मैले त पानी टालेपछि माथि भिर देख्न सक्नुहुन्छ है यहाँ हो क्या मेन गएको यहाँ यो यही हो क्या मेन गएको अनि यहाँ के खाले बनाएको छ ओइ को हल्ला गर्ने यहाँ के गरेको तिमीहरू है ल ल ल ल यस्तो खालको खेतलाहरू चाहिँ कोहरू आमा यहाँ त नि को यहाँको डन ल भनिदिउँ त म त कोही चिन्दिनँ त को हाम्रो के अरे उसको नाम हजुर ए मैले त दिएको थिइनँ कि के हो ल ल ल ल हामी त बुढो भइएछौँ अब ऊ चाहिँ को रे ए उयो मोनिका भनेको के रे इच्छिङ हो इच्छिङ होइन किन लजाएको हामीसँग काकाहरूसँग लजाएको कसरी भेन अरे ल ल भनिदिउँ त यता हेरेर भनिदिउँ त ल साली पो भेटिएछ त यहाँ त नि ल अनि उचिको को रे रुबिस्का ए तिमी के अरे ओइ हिरो यो हिरो यहाँको हिरो उयो यहाँको हिरोको ओहो सोल्टिनी ल अलिक धेर बोक्नु पर्यो सोल्टिनीलाई म भाडे लगाइदिन्छु ल त्यही त मेरो सोल्टिनीलाई म भाडे लगाइदिन्छु बिचरा म बोक्दिउँ अनि यता चाहिँ हाम्रो भान्जी होइन के छ भान्जी नानी अनि सन्चै छौँ नि ल ल सबैलाई यहाँको डन चाहिँ ऊ हो तर सब्जी काम ठक पनि उहिरह्यो नि त हो भान्जी अनि यो दुईजना केटाहरू चाहिँ निकै काम गर्ने जस्तो छ ल कोही छ भने यसो होइन भिडियो बनाइदिएको पछि हेर्नु पर्यो नि यहाँ चाहिँ पुरै अब भाइ बहिनी भन्दा पनि भाइ बहिनी होइन सबै यहाँ नाता नातिनी पनि होला कोही त मेरो कोही चाहिँ अब भतिजनीहरू छोरीहरू छन् सबै यता चाहिँ मेरो प्योर सोल्टिनी हुनुहुन्छ सोल्टिनीलाई अब म भाडी लगाइदिन्थेँ आधी बोकेर हिँड्ने रहेछ हाम्रो सोल्टिनी ल ल ल म उचालिदिन्छु कस्तो लजाएको सोल्टिनी यो 5 किलो छैन सोल्टिनी यति चाहिँ ल दामी सोल्टिनीको लप पर्यो यहाँ हेर सबै गाई छोरी हेर्नुहोस् है यहाँनिर सोल्टिनीको 5 वर्ष भयो लप परेको सोल्टी चाहिँ भर्खर विदेशदेखि आएर सोल्टिनी रिसले बुम भएर भारी बोकिरहेको छ सोल्टीलाई नबोले गयो मस्किँदै सोल्टी चाहिँ हेरेकै होइन 5 किलो भारी बोकेर चाहिँ हुँदैन है लु खै हाम्रो भान्जीको हेरौँ त कति बोक्दो रहेछ म त कहाँ उयो पो गर्छु त हामी त खन्दै पो त किनभने मात्रै हो ए त्यस्तो हामी दुईजना भनेको खन्ने हो नि त डन हो नाइके यता चाहिँ नाइके यो केटाहरूलाई देखेर त कसम बचपनको याद आयो केटा हो अनि कतिको तिमीहरू काम गर्छौ घरमा चाहिँ गर्छौ र सोल्टिनीहरूले फेरि तिमीहरूलाई हो हामीलाई पनि त्यही लाग्छ क्या अहिले हामी पनि यसरी बोक्थ्यौँ पहिला है आमा अहिले त ओभर याद आयो क्या त्यही भएर मैले हल्ला गर्दै बोक्थ्यौँ हामी पनि तर यति थोरै चाहिँ बोक्थ्यौँ नै हामी चाहिँ ओहो है के छ कहिले गयो अनि हाम्रो नाइके भान्जी रहेछ नि त यहाँ त नाइके खेलेको कि काम गरेको हो यता हाम्रो
साली नानीले चाहिँ अब भेना भनेपछि त साली नै भन्नु पर्यो होला होइन अनि मामालाई भेना भन्नु थाल्यो भने त फेरि चुट्टैको बजार हुन्छ नि त यहाँ त कसरी मेरो दिदी मेरो दिदी हो नि त तुङखाको मेरो दिदी हो नि त मेरो बोजूको साला तर पनि मलाई बाल छैन हैन त्यो बोजूकोतिर नजाउँ न बोजूकोतिर नजाउँ होइन त्यही भएर अन्त पहिलाको छैन छ नि त ल यहाँ नाइकीहरूलाई भाडी लाउनु लगाउँ आमा ओइ त्यहाँ त कुटाकुट हुँदैछ त ओइ त्यसरी नगरौँ ओइ यहाँ त डेन्जर छ नि त सबैजना कपालहरु पनि छ यस्तो कपालहरु दो मिलाउँदाखेरि बुम बुम भन्ने ओइ यस्तो बेला त साह्रो लप पर्छ त हो र को सेपरेटमा हो त्यस्तो त पुरै लप पर्छ हाम्रो यता के अरे उसको नाम मैले भुल्यो होइन अर्को नाम हो मोनिका अघि भनेको त्यही होइन भन्छ त फेरि ए डेन्जर छ त नगरौँ न 2025 को हिरोइनहरु हो र ल यहाँको सब्जी धेर सोल्टी भएको र सोल्टिनी भएको को छ सोल्टिनी कता हिँडेको बिजुली बालेर दिन्छ यतिको चाहिँ दिनु पर्यो नि गाउँघरमा होइन ल केटा यति त बोक्नु पर्यो नत्र त तिमीहरूको बाइजत हुन्छ त यार केटा हो उही झारे त यो कान्छाले त आमा काम ठग्छ कि के हो यो कान्छा अलिक नठकी गर ल यहाँ चाहिँ अनि पुरै अब मल बोक्ने कार्यक्रम भइरहेछ यो चाहिँ बर्खाभरि यहाँ चाहिँ जम्मा गरेर राख्नु पर्यो खोइ मेरो कोदालो यो होइन यो के को फुल हो दामी फुल यही धुसुरी होइन ओइ फेरि के रे ल हाम्रोतिरको लाली गुराँस चाहिँ यस्तो हुँदो रहेछ है गाइजरी हाम्रो ओइ ल यो चाहिँ लाली गुराँस चाहिँ सेतो खालको है यो ओइ ल यहाँ नयाँ कुरा थाहा पायो है आज लाली गुराँस र यस्तो खालको लाली गुराँस हुँदो रहेछ हाम्रोतिर चाहिँ मलाई पनि थाहा थिएन यहाँ केटाकेटीहरू अनि पहिला हामी पनि यसरी नै माटो भयो यसरी नै काम गर्थ्यौँ होइन अनि त्यही हो अब याद त आउँछ क्या एकदम यसरी नै हामी पनि काम गर्दै गर्थ्यौँ जहिले पनि खेल्दा जानुपर्ने अब मेलो क्या अझ एकजनाकोमा गऱ्यो भने भोलि अर्कोकोमा पाल्लै रमाइलो पनि हुन्थ्यो झगडा हुन्थ्यो केटाहरूसँग अब यताउता होइन त्यस्तै हुन्थ्यो अनि त्यहाँनिर केटाकेटीहरू हल्ला गर्दै बाल्दै काम गर्दैछ अब म चाहिँ कुलो यहाँ आइपुग्यो कुलो आवाज सुन्दै हुनुहुन्छ होला अब लानुपर्ने चाहिँ मेरो बगानतिर है सुन्तला बारीतिर टक्क लानुपर्ने हुन्छ होइन खतरा चाहिँ मैले देखाउँछु मेरो सुन्तला बगान पनि बल्ल यहाँ अघि बनाइल्याएको पानी चाहिँ बल्ल आइपुग्यो नत्र त यत्रो आउँदैछ यस्तै छ गाउँघरको के गर्नु अब जहाँ गए पनि यसो सर्भाइभ गर्नु सक्नुपर्छ होइन सिकिराख्नुपर्छ जिन्दगी भनेको यस्तै हो होइन कता कहिले लाइफमा कता पुगिन्छ होइन तर पनि दिनु छोड्नु हुँदैन है अनि साथीहरू मैले भनेको थिएँ नि मेरो सुन्तला बगान देखाउँछु भनेर अनि मेरो चाहिँ यस्तो चाहिँ यता चाहिँ पुरै यो चाहिँ सुक्खा अलिकति पानी कम अब पानी त परेकै छैन त्यही भएर अलिकति सुक्खा लागिरहेछ यो साइडमा चाहिँ हल्का अनि यता चाहिँ फेरि बबाल नै छ अहिलेसम्म चाहिँ टक्क छ यहाँतिर होइन
यस्तो यस्तो छ अनि यता 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 उयो यो परपरको छ है टन्ने छ नि यहाँ मासतिर पनि छ होइन चट्ट लाएर यो चाहिँ हो आज भिजाउनु पर्ने है सररसँग भिजाउनु पर्ने हुन्छ है टक्कसँगले अनि अब यस्तै छ होइन आज चाहिँ भिजाउनु पर्ने हुन्छ अनि अलिअलि चाहिँ अब भिजाइ पनि सकिएको छ है यस्तै छ अनि यता मेरो पैँसीहरू छ है मैले चाहिँ हान्छ भन्ने सुनेको थिएँ हेर्दैछु अनि यहाँ एपको रुखो टक्कसँगले यो पनि एपको रुखो होइन अब यस्तै छ भिजाउनु पर्ने छ पानी चाहिँ एकदम कम परिरहेछ नत्र यतिखेर चाहिँ गुटुङ टुङ पानी पर्ने बेला हो खासमा चाहिँ होइन तर खै पानी परेको छैन त्यही भएर अब हेर्दै गर्नु होला आजको भिडियो के हुन्छ